तपाईको बुवा पाला मनु स्वर चाहिँ यति राम्रो होइन तपाईको सुखबहादुर भनेपछि स्वर नराम्रो त त्यहाँ त उसको मात्रै हो त्यो डाँडा जेठा के अरे कम्बरेज जेठा गुम्बा मर्यो नि हौ सुमने सुमाया कटक जेठा थियो मानु मेतवे हिनीमेले यो योक्का त्यो के चिरेक्या मेट्ना भन्ना हो हेन्दे को सर्ग भेबा क्या गना मसिने मेट्ना सुन्तला बारी हेन्ना को सर्ग सी केम्बार को सोरेंग अम्बा सुखबहादुर चाहिँ खतरा इंबे मेन्सरङ सर नाम उनीहरु बान ओ बे सोरेंग अत्तुंग नु बन्ना बा यार नरक तम्बाले सारी यार सारे खतरा रहेछ बे मे जमानामा तरमा सारी म हाम्रो बुबा त्यतिखेर धन्नाथ भनेको यति ठुलो हैन तपाईको अहिले यो ठुलठुलो राजनीति लड्या अन्दाजै राम्रो हुन्थ्यो है तर सारै इज्जतको थियो हो पहिला त हाम्रो धन्नाथ चाहिँ चेली मैती लहरै जान्थ्यौं लहरै खाजा खाने उनीहरूले चाम्रे साम्रे बोक्थ्यो हैन अहिले पो बिगार्यो अहिले त दुई जना हो अहिले दुई जना मात्र फेरि अहिले त यसो पो एकजना देखि बोलेपछि अरूसँग बोल्यो भने नहुँदो रहेछ त्यो चाहिँ के हो विकृति त्यो विकृति कसले ल्यायो आजकलको युवाहरू नि नजानेर हो समयले ल्याएको हैन मान्छेले हो समय त हैन समय त उही हो नि अनि आइतबार सोमबार वर्ष महिना के क्रिया छैन नि हो मान्छेले ल्याएको थियो कस्तो राम्रो थियो नि चट हाम्रो बाबु त सारे गाउँथ्यो भन्थे नि सारे स्वर चाहिँ मलाई सारे मिठो केटीहरुले सारे पछ्याउँथ्यो स्वर चाहिँ मिठो लाग्थ्यो कि त्यति हो फेरि अहिले बठाक अहिले इसमा मगरमा स्वर मिलाउँछ नि हो त्यस्तै मिल्थ्यो आमा धुन बिना पनि बाद के को धुन चाहियो बजारमा राति अब ठ्याक्कै बजारमा पनि दिउँसो जाने चलन थिएन ए राति काम सकेर ठ्याक्कै बेलुका टाइममा पुग्ने हजुर अनि रातभरि नाच्यो अनि उज्यालो भएपछि लाग्यो घरतिर स्वाट अहिले त दिउँसो त गर्दैन पो राति पो दुई जना मात्रै दुई जना अनि यो मलाई अचम्म लाग्छ त्यो त दाजु अस्ति अब म पनि घर गएर आएको अस्ति भर्खर अनि भाइहरूले पनि लिएर आएको अनि कुरा गर्थ्यो बाउले यस्तो माथि यस्तो छ उसको नाम सत्यहाङमा साह्रै मिल्ने हुन त मेरो भतिज भन्थ्यो अनि त दाजु भेटिरहन्छु म तिनमलेतिर कहिले बजारकोतिर आएको देख्छु म भन्छु अनि त्यसलाई सोधि हेर्न भन्दै क्या कस्तो थियो म होला त पहिला त उसमा पो छ भन्थ्यो पहिला जाँदा नि फल्ना त डुसुनको ड्युटीमा पो गर्दै हुनुहुन्छ अरे पहिला त जानिँदैन थियो नि अब इन्डिया भने कहाँ अहिले पो 5-6 वर्ष पुगेपछि काठमाडौँ पुग्छ पहिला त हिँडेरै जानु पर्यो हिँडेर पुग्नु भएको तपाईको पहिला जाँदा है कक्तिक सुन्तलाम गुगाङ पेबामा पे लास पे भनेको हिँडेरै अहिले त्यस्तो जमाना छ साथी हो अनि अहिले हामी निकै अगाडि नै कि अहिले जन्मिनु पर्ने हो कि भन्दैछु अलिक ढिलो अलि छिटो पो जन्मिएछ अलि छिटो पो जन्मिएछ एउटा गीत छ नि त्यसले पो मेरो घतमा जाने कुरा गर्यो म छिट्टै जन्मिएछु होइन अहिले राम्रो नि अहिले समय नि खानु त्यही राम्रो पिउनु त्यही राम्रो होइन नि पहिलाको समयको जस्तो अहिले छैन नि पहिलाको भने खानाकुरा सबै राम्रो अर्ग्यानिक हो अर्ग्यानिक अहिले छैन नि त्यस्तो आयो पहिलाको मान्छे धेर बच्छ अहिलेको त बच्दैन धेर बस्नु त खै अब उहाँ हेर्नु बाबु अब हाम्रो बाबाहरू 75 पुगिसके धेरै वर्षसम्म बलियो काम गर्यो हजुर अझै गर्दैछु आम्बाङ यो एउटा मैसी अब यो खन्नु पर्ने आम्बाङ 77 केरा
लुबुबु न त अरू काम होइन 77 किलो केरा छिटो अंक छिटो पापा छिटो हिम्मोको 1 मिनेट पनि मेरो किन हो आमा बारी हो ना खेतयु थेलले तु आमा बारीङ हरियै बनाइदिन्छ नि साग सब्जी रोपेर ठिकै मेरो केटा हो हाम्रो लागि होइन तिमीहरुकै लागि गर्दैको छु